हिजो अस्तिको भिडियोमा मैले छोटो कटु लगाएर धान रोपेको वाला फोटो भिडियो लगाएको थिएँ। एक दुईजना मान्छेले चाहिँ यस्तो तोरपेनी भएर काम गर्नु गाउँ आएको भनेर भन्नुभएको थियो कि सरी ल, छोटो कटु लाउँदैमा तोरपेनी हुन्छ जस्तो चाहिँ लाग्दैन मलाई। एन्ड कमेन्टको लागि धेरै धेरै धन्यवाद। आज चाहिँ म बिहानै उठेर मेरो चेहरालाई यसरी धुएँ। अनि पछाडि म किचनमा छिर्दा चाहिँ मम्मी र भाइ यसरी बसिरहनु भएको थियो। खाना चाहिँ पाकिसकेको थियो अनि मैले तरकारी यसरी पकाएँ। आजकल त भन्नुहुन्छ भने यो बर्खाको टाइममा आगो नबलेर धुवा मात्रै निस्किन्छ पुग्दा तर के गर्नु, जसरी भए पनि पकाएर खानै पर्यो। अनि मम्मीले चाहिँ यता पिरा बुन्नु हुँदै थियो। कहिलेदेखि बुनेको पिरा आज भिड मार्दै हुनुहुन्थ्यो क्या। बर्खाको टाइममा यो किचनको सिक्को जम्मै पानीले कुटेर सबै थिली पिथिली पारिदिएको थियो कि। अनि म चाहिँ यसलाई अलिकति राम्रो बनाइदिउँ न त भनेर यसको सबै बोक्रा सोक्रा उखाइदिएँ। त्यस पछाडि मैले गोबरलाई माटोसँग मिक्स गरिदिएँ। त्यस पछाडि मैले सिक्कोलाई यसरी लिपेँ। कस्तो हेर्दै सिक्सिको लागिन्जेल छ कि। त्यही भएर बर्खाको टाइम चाहिँ मलाई खासै ठिक लाग्दैन कि। घर लिपिसकेर म एकछिन रेस्ट गरेँ अनि हिँडेँ म बारीतिर। किन त भन्दाखेरि मेरो गोठतिर हिँडेको क्या, यो मेरो दुईजना दिदी भएको ठाउँतिर। मेरो दिदीहरूलाई चाहिँ भोक लाग्यो अरे के, अनि त्यही भएर म सार्नु आजकल त बारीभरि घाँस खाइ नसकेर टेन्सन वस्तुहरूले घाँस खाइसक्दैन, मलाई टेन्सन हुन्छ कि। अब कोदो रोप्ने टाइम भयो नि त यो सबै घाँसहरू मारिसक्नु पर्ने हुन्छ। त्यही भएर टेन्सन हुन्छ कि मलाई चाहिँ। त्यति मात्रै कहाँ हो र यसरी झार पनि टिप्नु पर्छ। सहरतिर जन्मेको मान्छेहरू अहिले हेऱ्यो भने कहाँ चैन खाँदै होला। हामी गाउँघरमा जन्मेको मान्छे चाहिँ यसरी काम गर्नुपर्छ झाट। त्यति मात्रै कहाँ हो र यो झार उठाएर अझै कहाँदेखि कहाँसम्म पुऱ्याउनु पर्ने हुन्छ। अब यो झार फाक्यो भने नष्ट हुन्छ अरे क्या। त्यही भएर यो झारको सदुपयोग गर्नलाई मम्मी र मैले चाहिँ लाँदैछु यहाँ यो पिरालु बारीमा। यहाँ चाहिँ मम्मीले पिरालु रोप्नु भएको थियो क्या, तर झार पलाएर सबै पिरालु नै छोपी लगेको थियो। अब पिरालु घारीमा पलाएको झार मार्नुको लागि चाहिँ हामीले अर्को झारको सदुपयोग गर्यौँ के। यो झार माथिदेखि पुरिएपछि चाहिँ भएको झार चाहिँ सबै मर्छ क्या। अनि त्यो झार कुहेर मल पनि हुन्छ। अनि यहाँनिर हाम्रो घरमा चाहिँ तलदेखि तुम्मा आएर बसिरहनु भएको थियो, खेतला बोलाउन आउनु भएको रहेछ। त्यस पछाडि चाहिँ म नुहाई धुवाई गरेर भाइले यहाँ सामानहरू लिएको थियो, भाइ चाहिँ चिसापानी गएको थियो नि त। अनि मैले चाहिँ खोल्दैछु। आज चाहिँ हाम्रो मोमो खाने प्लान थियो क्या। मैले हतार सामानहरू खोलखाल गरेँ। अनि त्यस पछाडि आगो बालेर मोमोको सुपको लागि मैले चाहिँ तिल बदामहरू केहरू भुट्दैछु। त्यस पछाडि मोमोको सुपलाई चाहिँ यसरी भाइले ब्लेन्ड गर्यो। अनि भाइले यता किमा पनि रेडी पार्यो। त्यस पछाडि हामीले चाहिँ मोमोलाई यसरी डल्लो पार्यौँ। म चाहिँ जहिले पनि पिठो बेल्छु क्या, अनि भाइले चाहिँ पोको पार्छ किनकि मलाई चाहिँ डल्लो पार्न आउँदैन। सो फाइनली साथीहरू हाम्रो मोमो चाहिँ खाने बेला भयो अनि हामीले चाहिँ यसरी खायौँ। तर साथीहरू यो चाहिँ हिजोको भिडियो थियो ल। सो हिजोको दिन चाहिँ मेरो यसरी नै बितेको थियो साथीहरू। आई होप तपाईँहरू पनि राम्रै बित्यो होला भन्दै आजको लागि चाहिँ छुट्टिङ ल, बाई बाई।